গরিব মাতৃকে অন্যায় বন্ধ কর, গরিব মাতৃকে অন্যায় বন্ধ কর, গরিব মাতৃকে অন্যায় বন্ধ কর, তোদের আতঙ্ক বন্ধ কর, তোদের আতঙ্ক বন্ধ কর, সুকুমাসী মাতৃ দমন বন্ধ কর, সুকুমাসী মাতৃ দমন বন্ধ কর। गरीब को घर उतर्न पाइँदैन, गरीब को घर उतर्न पाइँदैन, गरीब को घर उतर्न पाइँदैन। मानव अधिकार सुनिश्चित कर, मानव अधिकार सुनिश्चित कर, गरीब को घरमा आतंक बन्द कर, सोधर आतंक बन्द कर, सोधर आतंक बन्द कर। बाबा सरकार मुर्दाबाद, बाबा सरकार मुर्दाबाद, बाबा सरकार मुर्दाबाद। मानव अधिकार सुनिश्चित कर।
বিপক্ষীরা রাজু দেবে সরকার আতঙ্ক বন্ধ কর সরকার আতঙ্ক বন্ধ কর সরকার আতঙ্ক বন্ধ কর সম্পূর্ণ সুকুমা শুরু রাখো সম্পূর্ণ সুকুমা শুরু রাখো সম্পূর্ণ সুকুমা শুরু রাখো বাংলার সরকার মুর্দাবাদ বাংলার সরকার মুর্দাবাদ বাংলার সরকার মুর্দাবাদ বাংলার সরকার মুর্দাবাদ সরকার আতঙ্ক বন্ধ কর সরকার আতঙ্ক বন্ধ কর সরকার আতঙ্ক বন্ধ কর পরিস্থিতিকে অন্যায় বন্ধ কর
यति नै केही संक्षिप्त कुराहरू राख्दै यसपछि यो समय हाम्रा अतिथिज्यूहरूलाई चाहिँ हस्तान्तरण गर्दै म आजको यस कार्यक्रमको अध्यक्षताको आसन गराउन चाहन्छु। हवस् त, धन्यवाद। धेरै धेरै धन्यवाद संयोजकज्यूलाई। आजको यस कार्यक्रममा हाम्रो कञ्चनबाट देवी प्रसाद रेग्मी आउनुभएको छ, कञ्चन गाउँपालिकाबाट। त्यसै गरी तिलोत्तमाको सङ्घर्ष समितिमा तेजबहादुर कुँवर आउनुभएको छ, उहाँलाई पनि आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैनाबाट मिना खड्का लगायतका टिमहरू आउनुभएको छ। उपस्थित सम्पूर्ण, मैले यहाँ नाम यो धेरै जनाको उपस्थित रहेको छ। हाम्रो यो आजको सङ्घर्षको यो विरोध सभामा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूलाई मैले यहाँ टोलको नाम दिन कतै छुटेको छ भने पनि तपाईँहरूले अन्यथा नमानिकन सम्पूर्ण हाम्रो यो रूपन्देही जिल्लाको सबै पालिकाबाट पाल्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूलाई मैले सम्झिन चाहन्छु र आजको यस कार्यक्रममा आफ्नो छोटो स्वागत सहित आफ्नो भनाइ राखिदिनु हुनको लागि म राजु साईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस विरोध सभाका अध्यक्षज्यू। त्यसै गरेर आज विभिन्न जिल्लाबाट पाल्नुहुने हाम्रा अतिथिज्यूहरू र पत्रकार मित्रहरू र प्रहरी प्रशासन ज्यूहरू र साथै विभिन्न टोलका नागरिकहरू बसोबास गर्नुभएको छ आमद अनुसार उहाँलाई त्यो जग्गा उपलब्ध गराइदिनु पर्छ भनेर व्यवस्था गरेको छ नि। तपाईँको आँखाले देखेन ती संविधानका धाराहरूलाई। आज हाम्रो नेपाली नागरिकहरू गरिब निमुखा पिछडेका हाम्रो सुकुम्बासी नागरिकहरूलाई डोजर चलाएर नै उहाँको छाप्रोमा डोजर चलाएर नै डोजर चलाउँदै गर्दा यो सरकारले यति पनि थाहा रहन्छ अल्टरनेटिभ नगरिकन डोजर चलाउन पाइँदैन। त्यसैले तपाईँले त्यो डोजर लगाएको घर बस्तीहरू हाम्रो सुकुम्बासी गरिब निमुखा नागरिकको झुप्रो हो। तर त्यही झुप्रोमा हाम्रो नेपाली नागरिकहरू खुसी साथ बाँच्नु भएको थियो। मुहारमा एउटा खुसी थियो, आँखामा आँसु थिएन। तर तपाईँले डोजर चलाउनु भएर त्यो ठाउँमा गगनसुमी भवन र तपाईँको आर्टिफिसियल सहरको हामीलाई आवश्यकता छैन। हामीलाई यही मातृभूमिमा जहाँ गरिब निमुखा हाम्रो सुकुम्बासी बस्तीहरूको बस्ती छ त्यही खुसी भएर बाँच्ने के भन्ने हाम्रो नेपाली नागरिकहरूलाई म आह्वान गर्न चाहन्छु। यो मुद्दा केवल हाम्रो सुकुम्बासी दाजुभाइ दिदीबहिनीको मात्र होइन, यो सम्पूर्ण 3 करोड नेपालीहरूको मुद्दा हो। त्यसैले 3 करोड नेपालीले 77 जिल्लाबाट यो आवाज उठान गर्नुपर्छ। हक र अधिकार यो सरकारले दिलाउनु पर्छ। तपाईँले यो खुसी लुट्नुहुन्छ भने तपाईँलाई सत्तामा बस्ने अधिकार छैन। त्यसैले सरकारलाई चुनौती यो ठाउँबाट, यदि तपाईँले सुकुम्बासीको व्यवस्थापन गर्नु भएन, डोजर आतङ्क रोक्नु भएन भने तपाईँको सत्ता पनि ढल्छ। तपाईँलाई धिक्कार होस्, तपाईँलाई धिक्कार होस्। यही सुकुम्बासी दाजुभाइ गरिब निमुखाहरूको भोटले तपाईँ त्यो सत्तामा पुग्नु भएको छ। सत्तामा पुग्दै गर्दा तपाईँको तानाशाही प्रवृत्ति हामीले सही दिनुपर्ने अब हुँदैन। अब यो देशका हरेक नागरिक गरिब निमुखा सुकुम्बासीहरूले तपाईँ जस्तै समान अधिकारले यो देशमा बस्न पाउनुपर्छ। सुकुम्बासीको छोराछोरीहरू रोएको पलहरू त्यहाँ देख्दै गर्दा मलाई छाती दुख्छ कि नेपालका झन्डा मेरा सुकुम्बासीका दाजुभाइको छोराछोरीले बोकेर रुँदै हिँड्दै गर्दा मलाई छाती दुख्छ। किनकि तपाईँ जस्तो यो देश र माटोलाई गद्दार गर्ने हामी होइनौँ। हामी राष्ट्रप्रेमी हो, यो देशलाई माया गर्ने, यो माटोलाई माया गर्ने नागरिक हौँ। सुकुम्बासीको बस्तीलाई समेटेर एउटा गुफा जस्तो ट्रेनमा लगेर राखेर आवासको हक नेपालको संविधानको धारा 37 अनुसार आवासको हकबाट वञ्चित गर्नुभयो। त्यही संविधानको धारा
35 स्वास्थ्य सम्बन्धी पनि तपाईँले हक र अधिकारबाट वञ्चित गर्नुभयो। अब तपाईँले हामीबाट यो तपाईँलाई सम्मान गर्छ भने तपाईँले नसोच्नुहोस्। अब हामी नेपाली नागरिकहरू एक हौँ र हरेक जिल्लाबाट हरेक ठाउँबाट हरेक गल्लीबाट यो आवाज उठ्नुपर्छ र सुकुम्बासीको बस्तीलाई व्यवस्थापन गरिनुपर्छ। जसले यो देशलाई माया गर्छ, माटोलाई माया गर्छ, छातीमा यो देश बोकेर हिँड्छ नि, त्यसले मात्र तपाईँहरूको पीडा बुझ्छ, त्यसले मात्र तपाईँहरूको मर्म बुझ्छ, तपाईँको आँखाको आँसुलाई बुझ्छ। तर बालेन सरकार बनाउँदाले त खै कुनै कस्तो शक्तिद्वारा माथि पुग्नुभयो, देशको मायै छैन। कहिले देश चलाउनुहुन्छ, कहिले आदरणीय हाम्रो सुकुम्बासी पीडितहरूलाई डोजर लगाएर घरविहीन बनाउनुहुन्छ। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू अब जागा हुने हो यही ठाउँबाट। हामी अब यो तानाशाही सरकारको अब सत्ता हामी धेरै टिक्न दिनु हुँदैन। जय देश, जय जनता। पनि यिनीहरूले हाम्रो लागि काम गर्छन् भनेर हामीले सोचेका थियौँ र यति मात्र नभइकन बालेन शाह एउटा पढे लेखेको इन्जिनियरिङ गरेको, अब यो देशमा साँच्चीकै भूमिको बारेमा घुमेका जमिनहरू, घुमेका कल कारखानाहरू, अबेगस्ती सुकुम्बासीहरू भूमिहरूको बारेमा उनको फिता नाप्लान भनेको त हामीले के पायौँ त? आज बालेन सरकारले हामीलाई दोधर काण्ड बनाएका छन्। उनको फिता दोधर लगाएर भट्काउने काममा गएको छ। त्यसकारणले मैले यो मञ्चबाट के भन्न चाहन्छु भने बालेन सरकार, हामी सुकुम्बासीहरू घर बनाउन मात्र जानेका छैनौँ, बस्ती बनाउन मात्र जानेका छैनौँ। यदि तिमीले पौठे चोरी खोल्छौ भने हामी भूमिहीन अव्यवस्थित सुकुम्बासीहरू हाम्रो हिजो जसरी तिम्रा मान्छेहरूले जसरी दरबार जलाएका थिए, आज हामी सुकुम्बासीहरू देशैभरिका सुकुम्बासीहरू हामी तिमीलाई जलाउन नपरोस्, हामी यही सन्देश दिन चाहन्छौँ। हामीले यति मात्र भन्दैनौँ, आज सुकुम्बासी भट्काएर जनताहरूलाई होल्डिङ सेन्टरमा राखेको छ। आज होल्डिङ सेन्टरमा राख्दाखेरि सुत्केरी महिलाहरूले उपचार नपाएर उपचारको निमित्त दुरु रोइरहेको अवस्था छ। म बालेन सरकारलाई यही मञ्चबाट भन्न चाहन्छु, के तिम्रा दिदीबहिनी छैनन्? के तिम्रा श्रीमती छैनन्? के तिम्रा चेलीबेटी छैनन्? त्यसरी चेलीबेटी लगाउने तिमी कलङ्कार सरकार हो, तिमी इतिहासकै कलङ्कार, इतिहासकै निकम्मा सरकार हो तपाईँ। त्यसकारण यो मञ्चबाट हामी यही कुरा भन्दैछौँ। त्यसकारण हामी भन्न चाहन्छौँ, बालेन सरकार, आज तपाईँको आन्दोलन, तपाईँको दोधर काण्डले तीन जनाको जेल गइसकेको छ। त्यो 3 जनालाई यही मञ्चबाट म बालेन सरकारले क्षतिपूर्ति सहित वैज्ञानिक व्यवस्था चाहिँ उनीहरूलाई भूमिको अधिकार र उनीहरूलाई स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्थापन गर्नुपर्छ, ती परिवारलाई यो माग म गर्न चाहन्छु। त्यसकारणले बालेन सरकार हेक्का राख्योस्। तपाईँ धेरै चम्किनु भयो, तपाईँले चस्मा किन लाउनुहुन्छ भनेको त, तपाईँ किन बोल्नुहुन्न भनेको त, तपाईँले जब गलत निर्णय गर्नुहुन्छ तब तपाईँ चस्मा लाउनुहुन्छ। यस्ता चस्मा लाउने, यस्ता निकम्मा सरकार, यस्ता पाखण्डी सरकार हामीलाई चाहिँदैन। त्यसकारणले नेपाली जनता हामी सचेत छौँ। र अर्को कुरा, म आज एकचोटि बुटोल उपमहानगरपालिकामा फर्कन चाहन्छु यो मञ्चबाट। आज बुटोलका 10,000 सुकुम्बासीहरूलाई नगर सभाले उनीहरूलाई करको दायरामा ल्याउने भनिएको छ। तर म आदरणीय खेलराज पाण्डेज्यूलाई प्रश्न गर्न चाहन्छु यो मञ्चबाट। पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्मका यो राष्ट्रिय भेलालाई भव्य र शानदार रूपमा सम्पन्न गर्न आउनुभएका सबै महानुभावहरू र यो कार्यक्रमलाई
शानदार रूपमा सम्पन्न गर्न आफ्नो पीडा वर्षौंदेखि हाम्रा परिवारहरूले कमाएर राखेको सम्पत्तिको रक्षाको निमित्त एकचोटि हामी अगाडि बढ्छौँ भन्दा आएको भिड हो। हामी यो भिड सिंहदरबार जलाउन आएको भिड होइन, यो भिड सर्वोच्च अदालत जलाउन आएको भिड होइन, यो भिड आफ्नो श्रीमतीको गाडी रोकेपछि ट्राफिकले रोकेपछि सिंहदरबार जलाइदिन्छु भन्ने भिड होइन, यो भिड आफ्नो घर जग्गा बचाउन आएको भिड हो। यो भिड यो सरकारको अन्याय अत्याचारको विरुद्धमा ज्वालामुखी र विस्फोट गर्न आएको भिड हो। यो घर जलाउन देश बिगार्न आएको भिड होइन। त्यसैले हामीले पटक पटक यो सरकारलाई भनेका छौँ। हामीले के भन्यौँ? हामी यो देशका नागरिक हौँ, हामीले यो देशलाई कर तिरेका छौँ, हामीले यो देशमा हाम्रो श्रम बेचेका छौँ, हामीले यो देशमा मत दिएका छौँ र हामी मत दिँदा वैध भयौँ, हामी कर तिर्दा वैध भयौँ, हाम्रो श्रम बेच्दा वैध भयौँ। तर आज हामीले लगाएको घर एउटा टुकुटी छानो हामी अवैध भयौँ। त्यसैले बालेन सरकारलाई हाम्रो प्रश्न छ, यदि हाम्रो श्रम, हाम्रो मत र हामी जनता यदि अवैध हो भने, हाम्रो मत दिएको मत पनि अवैध हो, त्यसैले तिमी पनि अवैध हो बालेन सरकार। तिमीलाई एक समय पनि, एक मिनेट पनि बस्ने अधिकार छैन। हामीले के अपराध गरेका छौँ? तपाईँ हेर्नुहुन्छ भने 2028 सालदेखि अहिलेसम्म बस्ती बसिराखेको छ। त्यो अहिलेसम्म बस्ती, त्यहाँ छोराहरू हुर्के, परिवार हुर्क्यो, तर त्यो बस्तीले के भन्यो भने राज्यले मलाई लाल पूर्जा दिन्छ, लाल पूर्जाको अपेक्षा गरिराख्यो। तर त्यो बस्तीमा छोराहरू हुर्केर कमाए, घर लगाए, बसे। तर अहिले राज्यका नजरहरू हेर्दाखेरि के देखिन्छ भने राज्य काङ्ग्रेसको चलाओस्, एमाले चलाओस्, या माओवादीले चलाओस्, या जोसुकैले चलाओस्, तर त्यो राज्यले गल्ती गरेको व्यवहार जनतामाथि डोजर चलाउन पाइँदैन। त्यो किमा त सही छैन। 32 सालदेखि अहिलेसम्म राज्यलाई कर तिरेर हामीले मत दिएर जिताएर सरकारहरू वैध भए, अनि राज्यले लाल पूर्जा नदिने हामीले ढाक्ने, अनि अहिले आएर डोजर चलाउन मिल्छ? यो कुरा छ, पाइन्छ यो कुरा? त्यसैले हामीले भनेका छौँ, एउटा बस्तीमा तपाईँहरू डराउनु हुन्न। अब यो कुरा क्लियर छ। आजको भिड तपाईँहरू सुकुम्बासी एक्लै हुनुहुन्न, तपाईँहरू भूमिहीनहरू एक्लै हुनुहुन्न, तपाईँहरू अव्यवस्थीहरू एक्लै हुनुहुन्न। सिङ्गो देश, सिङ्गो 60 लाख मान्छेहरू छौँ। हाम्रो बस्तीमा डोजर परेको बेला हामीले अस्ति पनि भनेका छौँ कि तिम्रो घर पनि रहने छैन, तिम्रो बसेको सिंहदरबार भन्ने छैन, तिम्रो यहाँका जनप्रतिनिधिहरूको घर पनि रहने छैन। हामीले बुझेका छौँ, हामीले धेरै कुरा हेरेका छौँ। हेर्नुहोस्, यही रानीगञ्जको कुरा हेर्नुहोस्, 2057 सालदेखि त्यहाँ बस्ती बसिराखेको छ। 57 सालदेखि 260 बिघाभन्दा बढी जमिन त्यहाँ मान्छे बसिराखेको छ। तर राज्य 2073 सालमा औद्योगिक क्षेत्र करिडोर क्षेत्र घोषणा गर्छ, अनि त्यो अन्धो सरकार त्यहाँका नागरिक देख्दैन, अनि फेरि पनि गर्दै आउँछ। मैले हिजो अस्ति मात्रै सुने, आज मात्रै केही सरकारका मन्त्रीहरू राति गएर भन्दैछन् रे अब लाल पूर्जा दिइन्छ, अब 1-2 दिनमा दिइन्छ, अब 1 वर्षमा दिइन्छ, अब विरोधमा गर्ने मान्छेहरू लाल पूर्जा पाउँदैनन् रे। तिम्रो बाउको पेवा हो यस देश, यो मन्त्रालय तिम्रो बाउको पेवा हो सुनिल लम्सालजी। यहाँ गाउँ गाउँमा आएर जनतालाई ढाक्ने, हामीले कानुन पढेका छैनौँ।